पालेनले बडीमालिकाको बारेमा बोलेपछि झन चर्चामा आएको बडीमालिका विश्वका प्रमुख हिन्दू मन्दिरहरू मध्येको एक प्रसिद्ध मन्दिर हो। यो मन्दिर नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर 6 पन्धारामा पर्दछ। यहाँ प्रत्येक वर्ष साउन शुक्ल त्रयोदशीदेखि चतुर्दशीका दिन मुख्य पूजा तथा हवन गरिन्छ। गंगा दशहरामा यहाँको पाती प्रसाद खप्तडमा ल्याएर चढाउने गरिन्छ। बडीमालिका मन्दिर समुद्री सतहबाट 4220 मिटर उचाइमा अवस्थित छ, जुन विश्वमा रहेका हिन्दू मन्दिरहरूमध्ये सबैभन्दा अग्लो स्थानमा रहेको हिन्दू मन्दिर हो। बडीमालिका त्रिवेणी बहुमूल्य जडीबुटीको भण्डार पनि हो। बडीमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका गहना हुन्। बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। बडीमालिका क्षेत्रका ती विशाल फाँटहरूलाई स्थानीय भाषामा पाटन भनिन्छ। उक्त पाटनमा धानको बाला पाउने मान्छेलाई एकदमै भाग्यमानी समेत मान्ने गरिन्छ।